यो चाहिँ धरहरा भयो होइन, माथि आइसक्यौँ। टक्क लगाएर यता अहिले चाहिँ खुला भइसकेको रहेछ यो बाहिरको भ्यू। यो चाहिँ दामी रहेछ, यता ठाउँ पनि बगाल छ। यता यो चाहिँ भित्र जाने बाटो, यता जाने यता 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 धरहरा यस ठाउँ। यो चाहिँ हामी अबुई पुरै हो त अनि यता आउनु। माथि टपमा आइसक्यौँ हामी चाहिँ। यता ओ अम्पो तल हेर्नु बाजी यताबाट भिडियो भइरहेछ। अब यसरी हामी जानु पर्यो। अनि अब यो गाह्रो लागेर राम्रो लाग्यो एकदम। मान्छे धेरै रहेछ क्या, आफ्नै भिडियो यो चाहिँ यो हिँडेर आउने ठाउँ रहेछ होइन। यताबाट हामी अघि लिफ्टमा आएको थियौँ। यो चाहिँ यस्तो रहेछ क्या, यो चाहिँ लिफ्ट रहेछ होइन। अब कहाँ हो कहाँ थाहै छैन, त्यही पनि जाऊँ। यस्तो यस्तो रहेछ क्या बाटो चाहिँ यस्तो रहेछ होइन। लिफ्टहरू छ दामी। यतै अब हामी लास्ट फ्लोरमा आयौँ होइन। लास्ट फ्लोरमा आइसकेपछि हामी यताबाट जान्छौँ होइन। यताबाट गएपछि अब हामी 6th फ्लोर रहेछ क्या, मैले थाहा थिएन 6th फ्लोर हो होइन। यो 6th फ्लोरबाट जाँदैछु म, 20 फ्लोरसम्म पुग्नुपर्छ नि त मैले, त्यही भएर यस्तो छ होइन। यता चाहिँ टक्क लगाएर यसरी जानुपर्छ माथि जाने यसो गरेर। टक्क 9th फ्लोर पुग्यौँ। 9th फ्लोरबाट अनि माथि 10th फ्लोरमा पनि पुग्नेछु। 14बाट माथि जाने। यत्रो खुट्टा दिएछ होइन, हिँड्नु त पऱ्यो नि। अब धरहरा घुम्न आइसकेपछि त अब हामीले खुट्टालाई युज गर्नु पऱ्यो। त्यो युज गरिसकेर चाहिँ हामी चाहिँ माथि पुग्छु। भर्खर हामी 16 पुग्यो, पसिना आइसक्यो यार। यस्तो घुमेर यता पनि जाउँ। हामी किन लिफ्ट चल्ने होइन, लिफ्ट चल्नु हुँदा त हामी यत्तिकै चाहिँ यो 4 नम्बर गेट